हेलो सबैजनालाई आज म तपाईँहरूलाई AutoCAD 2022 आफ्नो ल्यापटपमा इन्स्टल गर्न सिकाउँदैछु। त्यसको लागि हामी तपाईँहरूलाई एउटा फाइल प्रोभाइड गर्नेछौँ। त्यो फाइललाई सिम्पल राइट क्लिक गरेर डाउनलोडमा यसरी क्लिक गरिदिनु होला। अब यो डाउनलोड हाम्रो हुन स्टार्ट गर्नेछ है त। यसरी हेरौँ यहाँनिर डाउनलोड भइरहेछ। फाइनल्ली हाम्रो फाइल डाउनलोड भइसकेको छ। यसरी डाउनलोड भइसकेपछि तपाईँहरूले यहाँनिर हजुरहरूको यहाँनिर फाइल म्यानेजरमा गएर डाउनलोड्समा गएर यहाँनिर हेर्न सक्नुहुन्छ, अथवा डाइरेक्ट यहीँबाट पनि यहाँनिर क्लिक गरेर ओपन गर्न सक्नुहुन्छ। ल यसरी यहाँनिर हाम्रो डाउनलोड भइसकेको छ र मेरो ल्यापटपमा यहाँनिर हेरौँ है। मेरो ल्यापटपमा ओन्ली AutoCAD 2025 छ। अर्को कुन छ हेरौँ ल। AutoCAD 2025 छ, अर्को 2020 रहेछ है। अब हामीले डाउनलोड गर्न गइरहेको हो AutoCAD 2022 भनेपछि यहाँनिर टक्कसँग हामी यसलाई राइट क्लिक गरौँ। त्यसपछि हामीले सिम्पल ओपन विथ गरौँ, विन्डोज एक्सप्लोरर गरिदिउँ है। यति गरौँ। यसले केही टाइम लिन सक्छ, त्यसको लागि हामी वेट गर्न सक्छौँ। ल यहाँनिर ओपन गरिदिने, त्यसले केही टाइम लाउँछ। ल हेर्नुहोस् त यसरी ओपन भइसकेको छ यो फाइल। यसपछि यो सेटअप भन्ने फाइल खुल्छ। यसलाई सिम्पल राइट क्लिक गर्ने अनि रन एज एडमिनिस्ट्रेटर गरिदिने, रन गरिदिने, यति गरिदिने। यहाँनिर यस भनेर क्लिक गरिदिने है। यति गरिदिउँ भने हाम्रो AutoCAD इन्स्टलेसन हुन सुरु हुन्छ हाम्रो ल्यापटपमा। तपाईँहरूले यो प्री क्र्याक फाइल भएको कारणले नेटवर्क पनि अफ गर्नु पर्दैन, वाइफाई, त्यसै गरी डिफेन्डरहरू पनि केही अफ गर्न पर्दैन। यो आफै अटोमेटिक डाउनलोड हुन्छ, इन्स्टल हुन्छ है। आइएम एग्री गरिदिने, नेक्स्ट गरिदिने। अब यहाँनिर कुन फोल्डरमा हाल्न चाहनुहुन्छ, म अहिले सी प्रोग्राममै के भन्छ हाम्रो ड्राइभमै हाल्न चाहन्छु। सीको प्रोग्राम फाइल्सको अटोडेस्क भनेर यसरी यहाँनिर इन्स्टल हुन्छ यो। अहिले नेक्स्ट गरिदिन्छु म। सिलेक्ट एडिसनल कम्पोनेन्ट छ, यसमा टिक नलगाउँदा नि हुन्छ, इन्स्टल गरिदिनुहोस्। अब यहाँनिर AutoCAD इन्स्टल हुन सुरु भएको छ, AutoCAD 2022। यसलाई केही टाइम लाग्छ है। सकेसम्म तपाईँहरूले ल्यापटपमा चार्जर कनेक्ट गरेको राम्रो है। ल यहाँनिर हेर्न सक्नुहुन्छ AutoCAD इन्स्टल भइसकेको छ र म यहाँनिर स्टार्ट गर्छु है त यसलाई। हेरौँ हाम्रो AutoCAD चल्छ चल्दैन। यहाँनिर AutoCAD 2022 भनेर नि आछ। यहाँनिर मैले अलरेडी स्टार्ट गरेको छु। हेरौँ केही टाइम लिएला, रिफ्रेस गर्छु। यहाँनिर आछ है। यसलाई ओपन गरौँ डबल क्लिक गरेर। स्टार्ट गर्दा सायद स्टार्ट भएको थिएन, नो प्रब्लम। र केही समय चाहिँ लिन्छ है, यसले केही समय लिन्छ। ओके गरिदिउँ। ल हेरौँ है त, हाम्रो AutoCAD 2022 इन्स्टल भइसकेको छ। चल्छ चल्दैन है त हेरौँ। ल यसलाई काट्दिउँ। ल हेर्नुहोस् त AutoCAD 2022 हाम्रो ल्यापटपमा इन्स्टल भइसकेको छ। ल यहाँ हेर्न सक्नुहुन्छ यसरी हामीले यसलाई ओपन नि गऱ्यौँ। यो ड्रइङ डाइरेक्ट ओपन भएको छ, नो प्रब्लम। अहिले क्लोज गरौँ। यहाँनिर हेर्न सक्नुहुन्छ सुरुमा यस्तो आउन सक्छ है हजुरहरूकोमा, अथवा अघिकै जसरी खुले पनि नो प्रब्लम। हामी यसरी AutoCAD इन्स्टल गर्न सक्छौँ। र यहाँनिर हामी एकचोटि ट्राई पनि गरौँ ल। लाइनहरू बनाएर यसरी हेर्नुहोस् त, लाइनहरू, रेक्टेङ्गलहरू यसरी हामी सजिलैसँग बनाउन सक्छौँ। यसमा AutoCAD 2022 हाम्रो ल्यापटपमा इन्स्टल भइसकेको छ है त साथीहरू।